हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई मेरो न्यू भ्लगमा स्वागत छ। म चाहिँ आज काठमाडौँ सुन्धारामा आइपुगेको छु। त्यहाँको केही दृश्यहरू म देखाउन गइरहेको छु, हेरिदिनु होला। म चाहिँ अहिले यहाँ ठ्याक्कै सुन्धारा भित्र छिर्नको लागि म यहाँ टिकट काट्नको लागि लाइन बसिरहेको छु। अनि यहाँ भर्खर मेरो साथीले चाहिँ ल हजुर भिडियो बनाउनुहोस्, म लाइन बस्छु भन्नुभयो। त्यही भएर चाहिँ म अहिले यहाँ साथीलाई लाइनमा राखेर म चाहिँ यहाँ सुन्धारा बाहिरको दृश्यहरू म देखाउन गइरहेको छु। अनि ठ्याक्कै यो सुन्धारा बाहिरको रिङ रोडको दृश्यहरू हो, हेरिदिनु होला। मेरो साथीमा लाइन बसिरहेछ। अब 2-3 जना बाँकी छ, धेरै मान्छे त बाँकी छैन, अब 2-3 जना जति बाँकी छ। त्यसपछि साथीले टिकट लिएर आइसकेपछि अनि हामी सुन्धाराभित्र प्रवेश गर्नेछु, धरहराभित्र। त्यसपछि म हजुरलाई त्यो धरहराको केही विषयको कुराहरू पनि हजुरलाई म सेयरिङ गर्नेछु। भित्र प्रवेश भइसकेपछि हजुरलाई म सेयरिङ गर्नेछु। यो चाहिँ ठ्याक्कै हाम्रो सुन्धारा बाहिरको बस पार जाने बाटो हो, रिङ रोड नजिकैको। त्यहाँ मास्तिर गएपछि हामी ठ्याक्कै बस पार आइपुग्छ। सुन्धारा बाहिरपट्टिको दृश्यहरू। वहाँ माथि पुल छ, अब क्यान्टिन छ, क्यान्टिन जस्तै होटेल भनौँ न, सानोतिनो होटेल छ। राम्रो मिठो खानेकुराहरू बनाउनु हुँदो रहेछ। हामी आएर एकछिन बसेर यसो मोमो पनि खाएर अनि हामी बल्ल हामी अब सुन्धाराभित्र धरहराभित्र छिर्नको लागि चाहिँ हामी यसो टिकट काटेर अब भित्र छिर्नको लागि वेटिङ गरिरहेको छौँ अहिले। त्यही भएर म चाहिँ यस्तो धरहरा बाहिरको दृश्यहरू हजुरलाई म देखाउन गइरहेको छु। हेरिदिनु होला, यो चाहिँ हाम्रो धरहराको दृश्य। हुँदा अब कति साथीहरू त अब आएर चढेर पनि गइसक्नु भएको होला, कति साथीहरूले अब आउनु भएको छैन होला अहिलेसम्म, होइन। आउनु नसक्ने साथीहरूले चाहिँ अब यसो हेरेर लाइक कमेन्ट छोडिदिनु होला मन परेमा। आज पानी नआए हुन्थ्यो जस्तो भइरहेको छ, किनकि पानी आएन भने चाहिँ भिडियो बनाउनु सहज हुन्छ नि त। त्यही भएर चाहिँ अब आज पानी नआएदेखि चाहिँ हामीलाई भिडियो बनाउनु राम्रो हुने थियो भन्दै हुन्छ साथीले पनि, होइन। सायद मलाई लाग्छ आज गाइड्सहरू म चाहिँ अहिले ठ्याक्कै गेटबाट भित्र प्रवेश गरिसकेको छु। अब हजुरहरूलाई म अब टिकट पनि देखाउने छु, है। मैले टिकट काटिसकेको छु हजुरलाई। अब म त्यसभित्रको केही दृश्यहरू हजुरहरूलाई म देखाउने छु, हजुरले हेरिदिनु होला। काठमाडौँ सुन्धारा भनेको ऐतिहासिक र सांस्कृतिक र व्यावसायिक र महत्त्वले बोकेको एक प्रमुख सहरी क्षेत्र पनि हो। हेर्नुहोस्, पानीको झरनाहरू अहिले नयाँ नयाँ राम्रो दृश्यहरू बनाएको छ अहिले धरहराभित्र, हजुर हेरिदिनु होला। अनि म चाहिँ यो धरहराको केही बारेमा हजुरहरूलाई जानकारी म दिनेछु, है त। यहाँ सुन्धारा भनिने ऐतिहासिक पानीको धारा र प्रख्यात धरहरा अवस्थित छन्, जसले यस ठाउँको मुख्य पहिचान दिन्छ। सुन्धारा क्षेत्रको नामकरण विशेषताहरू भनेको सुनको धारा भनेर नै चिनिन्छ, होइन। सुनको धारा राजा विपिन थापाको पालामा निर्माण गरिएको ढुङ्गे धारा सुनको जलप लगाइएको हुनाले यस ठाउँको नाम धरहरा सुन्धारा रहन भएको हो। अनि धरहरा भीमसेन स्तम्भ किनकि धरहरा भीमसेन स्तम्भ सुन्धाराको ठिक नजिकै 72 किलोमिटर अग्लो ऐतिहासिक धरहरा रहेको छ, जुन नेपालको प्रमुख वास्तुकला र परिवर्तन आकर्षक हो। यस क्षेत्रले काठमाडौँको पुरानो सहरी विकास र राजा महाराजा पालाको वास्तुकला झल्काउँछ साथीहरू, है। अनि अलिअलि हल्का, धेरै त्यति राम्रो त मसँग जानकारी छैन, त्यही पनि हल्का मलाई थाहा भएको जानकारी हजुरहरूलाई म भनिरहेको छु, है। सुनिदिनु होला। त्यति धेरै त मसँग नि जानकारी छैन, हल्का अलिअलि भएको कुराहरू हजुरलाई म सेयरिङ गरिरहेको छु, हेरिदिनु होला। धरहरा
धरहरा भनेको 2072 सालको भूकम्पले भत्किएका धरहरा र वरपरका ऐतिहासिक संरचनाहरूलाई आधुनिक र शैलीमा पुनर्निर्माण गरिएको छ। काठमाडौँको मध्य भागमा पर्ने हुनाले यसबाट सहरमा जुनसुकै कुनामा जान पनि सहज यातायात पाइन्छ। हेर्नु होला है साथीहरू, त्यही धरहराभित्रको दृश्यहरू हजुरलाई म देखाउन गइरहेको छु। पानीभित्र उम्लिरहेको छ। अहिले भनेको हरेक चिज अझै अब आधुनिकको जमाना आइसक्यो नि त, हरेक चिज आधुनिक भइरहेछ। अब मान्छेहरू प्रायः अब टिकट काटेर भित्र आउँछन् अनि त्यसपछि कुनै साथीहरू अब भित्र बस्ने रमाइलो गर्ने टिकटक बनाउने भिडियो बनाउनेहरू साथीहरू धेरै हुनुहुन्छ यतातिर है। म पनि अब भिडियो बनाउँदैछु। अहिले भनेको धेरै जस्तो अब फेसबुक युट्युब भनेको मान्छेले साथीहरू युज गर्नुहुन्छ। जस पहिलाको भन्दा अहिले हल्का राम्रै रहेछ अहिले धरहरा। अब यो धरहरा सुन्धारा भएपछि व्यापारिक केन्द्र होइन, सुन्धारा काठमाडौँको मुटु रहेको एक व्यस्त बजार पनि भनेर चिनिन्छ। यहाँ किनमेलका लागि ठुला मलहरू, होटेलहरू र पसलहरू रहेका छन्। यो धरहराको वरिपरि भनेको अब व्यापारीहरू धेरै छन्, पसलहरू धेरै छन् होइन। प्राय मान्छेले काठमाडौँको मुटु भनेर पनि चिनिँदो रहेछ पहिला। अहिले पनि चिनिन्छ खासै काठमाडौँ मुटु भनेर। हेर्नुहोस् है त, म अहिले ठ्याक्कै सुन्धारा हाम्रो धरहराको गेटनिर आइपुग्नु आँटिसकेको छ साथीहरू है। अझ व्यवस्थित भएको छैन, अझै धेरै काम गर्नु बाँकी नै रहेछ, अझै बनाउँदै हुनुहुँदो रहेछ। कुनै ठाउँमा अब क्लियर भएको छ भने कुनै ठाउँमा बाँकी छ, काम गर्दै हुनुहुन्छ। हाम्रो दिदी बहिनीहरू हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ। कति ठाउँमा चाहिँ कच्ची छ, कुनै ठाउँमा क्लियर भइसकेको छ होइन, बनाउँदै हुनुहुँदो रहेछ अहिले। यहाँनिर चाहिँ अब पानीको झरना, पानी माथि फाल्ने दायाँ बायाँ होइन, राम्रो छ त्यो। कोही साथीहरू टिकटक बनाउने, नाच्ने, फोटो खिच्नेहरू साथीहरू टन्नै हुनुहुन्छ वरिपरि। प्रायः अब फ्यामिलीहरू आउने अनि यसो जोडी साथीहरू आउने, भिडियो बनाउने, टिकटक बनाउनेमा व्यस्त हुनुहुन्छ। अब यहाँ जति पनि आएर जाने साथीहरू त आएर घुमेर गइसक्नु भएको छ। जति पनि नयाँ साथीहरू आइपुग्नु भएको छैन, आएर अब अपलोड गर्नु होला भन्न पनि चाहन्छु। गर्मीको मौसममा ठ्याक्क बस्नको लागि त्यहाँ जस्तै ठाउँ पनि बनाएको रहेछ यहाँ शीतलमा। त्यसको वरिपरि दुईतिर पानीको झरना जस्तै बनाएको छ। अब चाहिँ म यहाँ भित्र छिर्ने क्रममा छु, धरहराभित्र। हेलो एभ्रिवान, म चाहिँ अहिले ठ्याक्कै सुन्धारा माथि आइपुगिसकेको छु है। माथिको यो वरिपरिको हजुरहरूलाई म त्यहाँको दृश्यहरू म देखाउन गइरहेको छु। हजुरहरू हेरिदिनु होला। अनि ठ्याक्कै म धरहराको टुप्पामा आइपुगिसकेको छु। त्यसबाट जति पनि काठमाडौँको दृश्यहरू म देखाउन गइरहेको छु, हजुर हेरिदिनु होला। काठमाडौँ अनि रङ्गशाला, त्यसै गरी यतापट्टि टुँडिखेल भन्छन् होइन, टुँडिखेल, त्यसको वरिपरिको दृश्यहरू म देखाउन गइरहेको छु। हजुरहरू हेरिदिनु होला है त। ठ्याक्कै यो धरहराको वरिपरिको दृश्यहरू है, ठ्याक्कै वरिपरि दृश्यहरू काठमाडौँ हेर्न सकिन्छ। यो ठाउँ भनेर चिन्न पनि सकिन्छ, तर ठ्याक्कै भनेर यहाँनिर भनेर चाहिँ अलिकति ठम्याउनु गाह्रो हुँदो रहेछ, नत्र प्रायः सबै ठाउँ देखिँदो रहेछ धरहराबाट।
हेर्नुहोस् है त काठमाडौँ भ्यालीको दृश्यहरू हजुरहरूलाई म देखाउन गइरहेको छु। काठमाडौँ भ्याली वरिपरिको दृश्यहरू हजुरहरूलाई म देखाउन गइरहेको छु। वहाँनिर पर हाम्रो काठमाडौँको रङ्गशाला है त। यहाँबाट काठमाडौँ भ्याली चाहिँ पुरै हामीले हेर्न सकिँदो रहेछ। तर यो ठाउँमा भने अलिकति ठम्ब्याउन चाहिँ हल्का गाह्रो हुन्छ। तर हामी सकिन्छ। हेर्नुहोस् है त यहाँनिर ठक्कै वीर हस्पिटल नजिकै हामीले देख्न सकिन्छ। यहाँनिर पुरानो बस पार्कको हाम्रो ठुलो बिल्डिङ छ। यहाँनिर उहाँको त्यो पहिला हाम्रो पुरानो बस पार्क थियो, अहिले अब ठुलो बिल्डिङ बनाएर त्यत्तिकै छोडेको छ, अल्पत्रको छ। त्यो पनि सरकारको ध्यान जाओस् भन्न चाहन्छु। यहाँबाट स्काउन टावर कि के टावर भन्छ त, यहाँ माथिनिर छ एउटा। हेर्नु होला है त। दिउस यहाँ काठमाडौँ धरहरामा मान्छेहरू टन्नै आउँदो रहेछ। दिउस रमाइलो छ। सुनको धारा भनेर चिनिँदो रहेछ सुरुमादेखि है। त्यो एउटा सुनधारा नाम राखेको रहेछ। भीमसेन थापाको पालादेखिको रहेछ खास यो है धरहरा। यस क्षेत्रले काठमाडौँको पुरानो सहरी विकास र राजा महाराजा पालोको वास्तुकलालाई झल्काउँछ। हो एकदम वास्तुकलालाई झल्काउँदो रहेछ गाइजहरू। पुरानो पहिलाको यस आधुनिक शैलीमा चाहिँ हाम्रो यो धरहरा बनाएको छ। अहिले पहिलाको भन्दा धेरै फरक छ। अहिले भर्याङबाट चढ्नु पनि पाइने, अनि त्यसपछि लिफ्टबाट जानु पनि पाइने। झर्दाखेरि पनि अब लिफ्टबाट जान्छु भन्दा पनि पाइयो, झर्नु पनि पाइयो, अनि भर्याङबाट जानु आउनु पनि पाइयो। अब उकालो चढ्न सकिन्छ भने है। हामी चाहिँ उकालो चढेर गएको है त गाइजहरू। हामी ठ्याक्कै उकालो चढे। आम्मा 22 तला रहेछ होइन। उकालो चढ्दा त स्वासा भइरहेको माथि पुग्दासम्म। है काठमाडौँ भ्याली हेर्नु होला है गाइजहरू। काठमाडौँ भ्याली हेर्नुहोस्। हावा फेरि यस्तो लास्टै चल्दो रहेछ। 22 तला माथि पुग्दा त हावा त हुँ आउँछ हो गाइजहरू। हावा त लास्टै चल्दो रहेछ माथि त, उडाउनै जस्तो। किनकि 22 तला माथि छ नि त, त्यही भएर हावा लास्टै चल्छ। हुँ तालले चल्दो रहेछ, उडाउला जस्तो। अरू भन्दा मोबाइल हातमा लिँदा चाहिँ मोबाइलै झाँक्रिला जस्तो गरेर त्यस्तो हावा आउँदो रहेछ। एकदम दामी शीतल गर्मीमा चाहिँ एकदम ठिक छ अहिलेको मौसम अनुसार। अहिले घुम्न जानको लागि एकदम राम्रो छ। मौसम पनि क्लियर छ। साथीहरू आउने जाने, लिफ्टमा जाने, फेरि लिफ्टबाट माथि आउने गर्दै हुनुहुन्छ। कोही फोटो खिच्ने, कोही टिकटक बनाउने साथीहरू होइन। सब आफ्नै पारामा बिजी हुनुहुन्छ यहाँ। कोही टिकटक बनाउँदै हुनुहुन्छ, कोही अब भिडियो बनाउँदै हुनुहुन्छ, कोही डान्स गर्दै हुनुहुन्छ यहाँ होइन। सबै एकदम बिजी हुनुहुन्छ। माथि धर सबभन्दा खुसी छन्। काठमाडौँ भ्याली देख्नु पायो भनेर एकदम खुसी हुनुहुन्छ सम्पूर्ण साथीहरू चाहिँ। हजुरहरू पनि अहिलेसम्म आउनु भएको छैन भने आउनु होला। यहाँको केही अवलोकन गर्नु होला।